हेलो एभ्रिवान वेलकम टु भेटघरे रिएक्ट्स। स्वागत गर्न चाहन्छु आजको यो फरक अनि नयाँ भिडियोमा। र यहाँलाई फर्स्ट अफ अल जानकारी गराउन चाहन्छु, यो च्यानल चाहिँ मैले यहाँभन्दा अगाडि अर्कै प्रयोजनको लागि अर्को उद्देश्यले चाहिँ क्रिएट गरेको थिएँ। तर आजबाट चाहिँ यसलाई मैले चेन्ज गर्दैछु। आजबाट चाहिँ यो च्यानल मार्फत रिएक्सन भिडियोहरू मैले ट्राई गर्न खोजिरहेको छु। सो कस्तो हुन्छ है, आज फर्स्टचोटि अथवा फर्स्ट टाइम चाहिँ म रिएक्सन भिडियो बनाउन गइरहेको छु। सो कस्तो हुन्छ यहाँले हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। र आज चाहिँ मैले रिएक्सन गर्न गइरहेको भिडियो चाहिँ मुभी अफिसियल नेपाली मुभीको अफिसियल ट्रेलर 2026 को पार्वती मुभी रहेको छ। यो चाहिँ युट्युबमा आजभन्दा 6 दिन अगाडि आइसकेको छ। र आज यति बेला चाहिँ म पार्वती मुभी ट्रेलरको चाहिँ रिएक्ट गर्न जाँदैछु। यसमा आर्टिस्टहरू हुनुहुन्छ लेजेन्ड आर्टिस्ट निता ढुङ्गाना, अनि अशोक दर्जी, दिपाश्री निरौला, राज पन्ज्यानी, सिरु बिष्ट, आशा पौडेल, दीप्त प्रकाश अधिकारी, राजेन्द्र नेपाली, राधिका कणेल, सुभाष गजुरेल आदि हुनुहुन्छ। यो मुभी चाहिँ नेपालभरि भाद्र 12 गते र अगस्त 28 रक्षाबन्धनको दिन चाहिँ रिलिज हुनेछ। यो रिलिज हुनेछ। सो कस्तो छ मुभीको ट्रेलर हेरौँ है त। जस मुभी हेर्ने दिन पनि आउँदैछ र आज म रिएक्सन गर्न जाँदैछु। अब भने चाहिँ ढिला नगरी लेट्स गेट इन्टु द भिडियो। निता फिल्म्स रहेछ गाइज। अच्छा, यो धुन सुनेपछि चाहिँ तपाईँको ठ्याक्कै तिहारको याद आउँछ क्या गाइज होइन। भैलिनी आइन आँगन गुन्यु चोलो मागन भन्ने खालको यो भैलिनी सङको चाहिँ ब्याकग्राउन्ड म्युजिक हो। ट्याक्कै यसले चाहिँ तिहारको याद दिलायो मलाई चाहिँ। सो तपाईँलाई कस्तो लाग्यो कमेन्ट डाउन है त। यहाँ चाहिँ दिदी र भाइको सम्बन्धलाई देखाउन खोजिएको जस्तो छ गाइजहरू होइन। भाइले चाहिँ दिदीलाई सप्तरङ्गी टिका लगाइदिँदैछ। त्यो छ, हेर्दै जाउँ। मखमली फुल, यो चाहिँ डोरो हो होइन। उसको एक्ज्याक्टली नाम चाहिँ याद आएन मलाई। अशोक दर्जी गाइज, अशोक दर्जी। औ डलमै परो रिङ, डलमै परो। नेपालको झन्डा जय नेपाल। दिदीको माया आमाको जस्तै अनि भाइको छाया जस्तै, यही त हो सबैभन्दा मिठो सम्बन्ध। यसपालिको रक्षाबन्धनको दिन भनेर यहाँ छ। यो चाहिँ पुरै स्कुल लाइफको जजलको देखाइन खोजेको छ गाइजहरू है। सो स्कुल लाइफमा टक्कसँगले सर्ट अनि प्यान्ट होइन ब्याग बोकेर गएको याद आयो मलाई चाहिँ। यहाँ चाहिँ पुरै पछाडिबाट जिस्काइरहेको छ होइन। यस्तो कतिको गर्नुभयो हजुरले स्कुल लाइफमा होइन। पछाडिबाट जिस्काउँदैछ अनि यताबाट फेरि रिएक्सन खतरा गर्दै हुनुहुन्छ होइन। ओ रिएक्सन स्कुल पठाएर केटाले डाक्टर पाइलट बनाउँछु भन्नु भएको छ। दिदीलाई खासमा के भएको? के भएको? धामी गाइज, यो चाहिँ धामी हो। हामी केटाकेटी हुँदा चाहिँ यो चिन्ता बस्ने यताउता देखिन्थ्यो र अहिले पनि गाउँघरमा यो प्रचलनमा छ। अनि तपाईँको घरमा कोही बिरामी पर्यो अनि त्यस्तो भयो भने चाहिँ चिन्ताहरू बस्ने गरिन्छ होइन। धामीहरू राख्ने अनि विभिन्न भाकलहरू गर्ने चलन पनि छ है। त्यो जुन धामीको एउटा रोल क्यारेक्टरलाई पनि यहाँ जोड्न खोजेको रहेछ। कुल देउताले गर्दा नै तिम्रो छोरीलाई यस्तो भएको
यहाँ चाहिँ के भन्न खोज्यो भन्दा जुन यो निता ढुङ्गाना हुनुहुन्छ उहाँ चाहिँ एउटा मेडिकल डिसअर्डर भएको छ उहाँलाई चाहिँ। तर हाम्रो समाजमा चाहिँ के विश्वास छ भन्दाखेरि एउटा कुलदेवता बिग्रियो भने चाहिँ यस्तो हुन्छ, जुन यो जुन क्यारेक्टरमा देख्नुहुन्छ निता ढुङ्गानालाई यस्तो हुन्छ भन्ने हाम्रो विश्वास छ। त्यो चाहिँ तर अन्धविश्वास हो होइन। अहिले चाहिँ अब कतिपय समाजमा बुझ्दै पनि आउनु भएको छ, तर वास्तवमा चाहिँ यो मेडिकल डिसअर्डर भएर चाहिँ उहाँलाई त्यस्तो भइरहेछ। अनि त्यो चाहिँ अब यहाँनिर धामीले भन्दै हुनुहुन्छ कुलदेवता बिग्रेर चाहिँ यस्तो भएको हो भनेर भन्दैछ होइन। सो त्यो कुरालाई पनि जोड्न खोजेको छ। हेर्दै जा, तेरा छोरीलाई मैले जानेको छु। यसले गर्दा आज कति वचन सुन्नु पर्यो। यो जन्मिनु सक्दा त मेरो गर्भै तुलेको भयो हुन्छ नि। हिन भनेको पार्वती पर्ने मान्छेलाई बोझ भन्छ। बोझ भएर किन बस्ने? मेरो बाबा चाहिँ मेरो घाँस हो। मलाई मेरो बच्चा चाहियो। मलाई मेरो बच्चा चाहियो। मेरो दिदी बाटोमा एक्लै छ। मलाई जान दिनु। झन्डै गाडी लाग्ने हो। दिपाश्री निरौला हेर्नुहोस् त गाइज होइन। उहाँ चाहिँ प्रहरीको क्यारेक्टरमा हुनुहुँदो रहेछ। बबाल देखेको छ लुक्स उहाँलाई, पुरा बबाल लुक्स देखेको छ। कालो चस्मा चट्ट टोपी होइन, अनि प्रहरीको ड्रेसअपमा बबाल इन्ट्री भएको छ है उहाँको। मखमली फुलको प्रयोग भएको छ गाइज है। यो चाहिँ विशेष गरेर चेली र माइतीको सम्बन्धलाई प्रगाट राख्ने जुन चाड तिहारमा पनि यो चाहिँ प्रयोग गरिन्छ। यो मखमली फुल चाहिँ अब किन यसरी पहिराइदिन्छ भन्दाखेरि यो चाहिँ लङ टाइमसम्म चाहिँ ओइलिँदैन होइन। यो फुल जस्तै सदाबहार चाहिँ हुन सकोस् भन्ने सन्देश जस्तो लाग्छ मलाई चाहिँ। सो मैले त्यति मात्रै याद छ मलाई। तपाईँलाई यहाँभन्दा बढी चाहिँ याद छ भने कमेन्ट गर्नु होला है। मखमली फुलको महत्त्व। ओखर फुट्यो विस गर्दैछन् दिदीले मेरो भाइलाई केही नहोस् भनेर। जुन ब्याकग्राउन्डमा सुनिरहनु भएको सङ छ नि, यो चाहिँ हाम्रो अशोक दर्जी सिङ्गर पनि हुनुहुन्छ। उहाँ क्यारेक्टर पनि खेलिराख्नु भएको छ, उहाँकै हो। एकदम बवाल सुनेको छ, एकदम हार्ट टचिङ छ है गाइस। पार्वती मारेको छ गाइस ब्याकग्राउन्ड म्युजिकले चाहिँ। मैले तिम्रो जिम्मेवारी लिन सकिनँ। मलाई माफ गर्दै दिदी। अबदेखि म तिमीलाई कहिले छोड्दिनँ। वाउ, दिदीभाइको माया बब्बाल। कथा तथा निर्देशक निता ढुङ्गाना, निर्माता हरिहर अधिकारी। 2083 भाद्र 12 गते अगस्त 28 रक्षाबन्धनको दिन चाहिँ प्रदर्शन हुँदैछ गाइज पार्वती। यो त थियो नेपाली मुभी पार्वतीको रिएक्सन भिडियो गाइज। सो तपाईलाई कस्तो लाग्यो मेरो रिएक्सन भिडियो? र जुन भाद्र 12 गते को दिन चाहिँ यो
नेपालभरि प्रदर्शन हुँदैछ। सो तपाईँहरू पनि आफ्नो नजिकको हलमा गएर हेर्नुहोला, इन्जोय गर्नुहोला। यो ट्रेलर हेर्दाखेरि चाहिँ यो मुभी एकदमै बवाल छ जस्तो लाग्यो होइन। नेता ढुङ्गानाको कथा तथा निर्देशनमा रहेको रहेछ होइन। अनि यसमा चाहिँ एउटा दिदी र भाइको सम्बन्धलाई चाहिँ चित्रण गर्न खोजेको छ होइन। दिदी र भाइको सम्बन्ध कस्तो हुनुपर्छ र कस्तो छ भन्ने कुरा चाहिँ यो चलचित्रमा चाहिँ चित्रण गर्न खोजेको छ र यो रक्षाबन्धनको अवसरमा प्रदर्शन हुँदैछ र सबैजना गएर हेर्नुहोला अनि सपोर्ट गर्नुहोला। नेपाली फिल्म इन्डस्ट्रीलाई माया गर्नुहोला र माया गरौँ भन्दै आजको भिडियोबाट बिदा चाहन्छु र अर्को फेरि पनि यस्तै रिएक्सन भिडियोमा भेट्नेछौँ। त्यति बेलसम्मको लागि बाई बाई, नमस्ते। र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनुहोला है त।